यहाँ केटाहरूले भनिरहेको छ कि कुल्दै 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 अब थाहै छैन मलाई फेरि के गरेर गफ लाग्छ त्यो त मलाई थाहा छैन है त मैले फेरि होइन यही होइन भनिरहेको यतापट्टि थप्पुजन भन्दैछ उतापट्टि कुलबाइजन भनेर होला नि क्या यताउति बुझेन यहाँ म्याच स्याच गराउनलाई होला क्या बुझेन दुईजनाको म्याच खेलाएर झगडा सडा गराउँला यो कमेन्टै झगडा गर्छ नि मान्छेहरू त्यस्तो गर्नु होला के लभ छ त्यही भन्छ अलवेज लभ छ मेरो भाइलाई है राम्रो भइरहेको छ राम्रो गरिरहेको छ स्ट्रिमिङ यताउति दाइ अब त आइडी उड्यो के राम्रो गर्ने दाइ बन्न त बनिहाल्यो नि त भाइ मान्छेहरूले मनमा बसाए पुगेन बन्न त बोलिहाल्यो नि त्यो त तिमीलाई पनि थाहा छ नि त आइडी पनि बन्यो मान्छेले त्यस्तो सपोर्ट गर्नुभयो रातारात अर्को आइडी बनेर खतरा सपोर्ट चाहिँ खतरा गरेको मेरो 3 दिनमा 60,000 भ्युअर्स के अरे फलोवर्स हो नि बब्बा यस्तो भएर होइन माया गर्ने मान्छेहरूले गर्नुहुन्छ त्यो डराउनु गर्नु पर्दैन मेरो आइडी कतिवटा उडेको पहिला कतिवटा पो गयो कोही मान्छेहरूलाई बोलाउन यहाँ गेम भनिरहेछ के दाइ गेम त अब के गर्नु भाइ म त नगरौँ होला यार बेकारमा झगडा सगडा गर्छन् कि केटाहरू बुझेनौ कस्तो झगडा गर्दैन झगडा किन गर्ने अरूलाई बोलाउन न बरु हजुर एक्लै हामी यसो बसेर खेलौँला नि मिलेर टाइट त्यस्तो हुँदैन है त्यो डोमिनेन्ट भएको जस्तो हुन्छ त्यस्तो ठिक हुँदैन केही छैन तिमीरोमा हानौँ न तर फ्रेन्डली के फ्रेन्डली हो मेरो ट्याप जति हजुरको आउँछ एकैचोटि 1 मिनटमै हुन्छ मेरोमा ट्यापमै भिडौँ न त च्याट गो फर द पोस्ट ओए भाइराजले पेल्यो है भाइराजले आम्मा उतापट्टि एक्टिभ हेर त अडियन्स आम्मा लभ छ तर बन्टी दा वेलकम हो क्या मस्ट लभ दाइ कहाँ हुनुहुन्छ आज अहिले म त यार केटिएममै 4-5 दिन भएको थियो बाहिर थिएँ अहिले फेरि केटिएम आएको छु फेरि 2-3 दिनपछि फेरि गएको छु दाइ एकचोटि बिहान भएको आइडी खुल्दैन भाइ यस्तो हुन्छ मेरो पनि पहिला एउटा कति 400 समथिङ के को आइडी थियो होइन पहिलेको कुरा हो 2-3 वर्ष अगाडि कुरा त्यति बेलामा आइडी नै ब्यान भयो खुलेन के रिपिट त आएन तिम्रो कतिचोटि स्ट्राइक लागेको थियो भन त मेरो त धेरै लागेको थियो नि मेरो पनि पहिला धेरै नै लागेको थियो सबैभन्दा खतरनाक स्ट्राइक चाहिँ त्यो एडल्ट न्युडिटी एन्ड सेक्सुअल कन्टेन्ट भनेर हुन्छ कि एउटा स्ट्राइक चाहिँ सबैभन्दा खतरा त्यो स्ट्राइक लाग्यो भनेपछि चाहिँ आइडी नै गायब हो एपिएल गऱ्यो भने आउँछ भन्थ्यो त मान्छेहरूले फेरि आउँदैन के भाइ अपिल गऱ्यो मैले कतिचोटि अपिल गरेँ रिटर्न चाहिँ आउँछ तर फेरि त्यही स्ट्राइकमै हुन्छ फेरि स्ट्राइक लागिहाल्छ कुरै छोडिदियो क्या अहिले बरु यो आइडी केही पनि भएको छैन नत्र मेरो 2टा छ ए तर कहाँ कसरी उड्यो त हजुर त न त्यस्तो युजहरू गर्छ अनि भाइ मेरो के भएको त्यो नक्कली बन्दुक राखेको थियो कि नक्कली बन्दुक लाइनमा केजिएफ फिल्म चलिरहेको थियो थाहा छ केजिएफ फिल्म चलिरहेको बेलामा नक्कली बन्दुक यस्तो गरेर निकालेर देखाइदिएको अनि त्यो टिकटकमै उडिने अनि हजुरले च्यानलहरू चलाउनु हुन्न र च्यानल धेरै भयो भिडियो सिडियो नआएको युट्युब यार म यार टिकटक पनि आज कति दिनपछि आयो बोल्ला टिकटक त त्यस्तो चलाउनै पाएको छैन युट्युब त अब दुईटा च्यानल छ दुईटा च्यानलमा राजाहरू केही पनि हाल्नै पाएको छैन धेरै नै भइसक्यो कि साँच्चीकै नै तर अब बिस्तारै हाल्नु पर्ला अलवेज लभ युट्युब गर सुन न तिम्रो के अहिले इन्डियामै छौ हजुर म अहिले इन्डियामा छु म अब आउँछु नेपाल आएर गर्दा हुन्छ क्या अब बिस्तारै मिलाएर राम्रो कुराहरू हाल्ने राम्रो यताउति ब्लग स्लग बनाउने गर्दा हुन्छ क्या उता पोखराको पनि बाख्रेहरूसँग पनि कन्ट्याक्ट खानु रहेछ नि त तिम्रो त उनीहरू पनि राम्रो मेहनत गरेर ब्लग स्लग बनाइरहेको हुन्छ यताउति बाइक साइक चलाएको हेरेर हालेर हुन्छ यताउति गरेर हुन्छ अलवेज के दादा भाइ युट्युबको पासवर्ड बिर्सिनु भएको अरे होइन यार ग्याङ्स त्यस्तो छ क्या यहाँ सोध्ने हेर न होला है दाइ होला नै मैले त युट्युबको पासवर्ड त त्यस्तो बिर्सेको छैन कि तर त्यो हाल्नै पाएको छैन के हाल्ने हुन्छ भिडियो आजभोलि लभ सर कति घन्टा बस्छ र 1 घन्टा 2 3 को हजुर लाइभ अगे लाइभ मतलब टिकटकमा के 9:30 बजे हुन्छ 10:30 कहिले 11:30 कहिले 12 बज्छ 2 घन्टा 2 घन्टा ठ्याक्कै ए 2 घन्टा जति
अलवेज लभ छ है राजाहरू, अलवेज लभ छ। थपु मेरो भाइ हो, लभ छ अलवेज। उतापट्टि त्यो हुन्छ दाइ, हुन्छ एकदम उतापट्टिको मान्छे पनि यतापट्टि आएर त्यो नाचल लुस यताउति गर्नुपर्ने कुरै छैन, बुझेन? यो नेपाली त्यही त यार, कस्तो यार, घरि कुलबाई घरि उता गएर थापु भन्दा छ यार, केही भनेकै छैन मैले यहाँ। अलवेज लभ छ यार, सबजना मिल्ने। दाइले आफ्नो तालमा गर्न देऊ न केटा, आफ्नो तालमा यसो गरिरहेछ, मलाई नि यसो रमाइलो गरौँ हामी भनिरहेछ, सुन्ने होइन कि। तिम्रो घर कहाँ रे? तिमी त पनि यतै पाल्पातिर भौ? होइन दादा होइन, मेरो यता यता नवलपुर काउसती। ए काउसती हो नि है? चिन्नुहुन्छ र? नचिन्ने हो र अभि काउसती नचिन्ने। काउसती पहिला उता नवलपुर भन्दा पनि यता बुटोल सुनौलतिर त साथीहरू थियो मेरो टन्नै। ए ला 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 ला। घरसँग बोल्न अलिक कस्तो लाग्छ कि, मलाई अलिकति डर लागिरहेछ कि। तिमीलाई म अर्कोको लाइफमा नदेखेको र मैले डर नाटक गरेर ए कस्तो मान्छे होइन हो दाइ, अब हजुर भनेको हजुर हो नि, अब यस्तो अब चालपाल छ हजुरको। लभ छ यार। नाइ हात कामिरहेको छ हेर्नु नि यहाँ, के भयो? हात कामिरहेछ कि बोल्न कस्तो के कारणले कामे हात तिम्रो? हजुर के हावा कुरो नगर क्या त्यस्तो। अनि के हो हजुर, टिकटक के भइरहेछ कि, कति ल्याग भएको यार? आज अब राति अपडेट आउँछ ढुक्कै। ए कस्तो फालेर डाउनलोड गरेर हुन्छ? नाइ आफै अपडेट आउँछ कि। यो मेरोमा पनि ग्लिच भएर चाहिँ यस्तो कहिले पनि भएको थिएन, आज फर्स्ट टाइम। लभ छ माई ब्रदर ओमदा, लभ छ ओके, थापा सौरभ डेडम्यान एभ्रीवन बन्टी सबैजना। ओके थपु एन्ड द ग्याङ सबैजना ओके, सबैजना अल लभ एन्ड केयर फ्रम माई टिम ओके, अलवेज लभ। ल दाइ, ल ओके लभ यु मेरो भाइ, टेक केयर। ओके। ल।